ड्रग्स अर्थात् लागु औषध एक यस्तो कुलत जसले क्षणिक आनन्दको भ्रम दिए पनि अन्ततः जीवन, परिवार र भविष्यलाई अन्धकारतर्फ धकेल्न सक्छ। धेरै युवाहरू साथीभाइको गलत सङ्गत, जिज्ञासा वा अभिभावकको पर्याप्त निगरानीको अभावका कारण कुलतमा फस्ने गरेका छन्। कतिपय अवस्थामा आवश्यकता भन्दा बढी पैसा उपलब्ध हुँदा पनि उनीहरू गलत बाटो रोज्ने जोखिम बढाउँछन्। यसको असर केवल शारीरिक स्वास्थ्यमा मात्र होइन, मानसिक स्वास्थ्य, परिवार र सम्पूर्ण समाजमा पनि पर्छ। धेरैले आफ्नो सपना गुमाएका छन् र कतिपयको जीवन मृत्युको मुखसम्म पुगेको उदाहरण हामीले देखेका छौं। तर हरेक कथा दुःखमै टुङ्गिँदैन। यदि इच्छा शक्ति बलियो छ भने मानिसले आफ्नो जीवनलाई फेरि नयाँ दिशातर्फ मोड्न सक्छ। आज हामी त्यस्तै एक प्रेरणादायी व्यक्तित्वसँग भेट्नेछौँ जसको नाम हो सतीश राई। एक समय लागु औषधको गहिरो कुलतमा फसेका उहाँ आज त्यो अन्धकारलाई जितेर समाज सेवा, जनचेतना र युवाहरूलाई सही बाटो देखाउने अभियानमा सक्रिय हुनुहुन्छ। उहाँको जीवनले एउटा सन्देश दिन्छ, मानिसले चाहेमा आफूलाई जुनसुकै कठिन अवस्थाबाट उठाएर सम्मानित जीवनतर्फ अघि बढाउन सक्छ। अब उहाँकै मुखबाट उहाँको सङ्घर्ष, यात्रा, परिवर्तन र नयाँ जीवनको यात्राबारे सुनाऊ। आउनुहोस् भेटौँ सतीश राईसँग। सतीशज्यू नमस्कार। नमस्कार म्याम। हरेक भिडियोमा है भन्ने गर्नुहुन्छ तपाईँले कि म एउटा कुलतमा फसेको थिएँ, सिधै भन्नुहुन्छ कि म ड्रग एडिक्ट थिएँ, जहाँ मानिसहरूले लुकाइरहेका हुन्छन् है म रिह्याब बसेको मान्छे र समाजलाई केही दिएर जानु छ भन्ने जस्ता पनि सामाजिक सञ्जालमा देख्छौँ है। र तपाईँ यो सबै बिचमा तपाईँ कति वर्षदेखि खानु थाल्नुभयो, कहाँबाट कुलतमा फस्नुभयो र आज निर्धक्क भएर तपाईँ समाज सेवामा लागि पर्नु भएको छ र यसमा तपाईँ के भन्नुहुन्छ? म चाहिँ है तिनधारे 17 माइलबाट अनि मेरो चाहिँ अब लाइफ अब त्यो समय चाहिँ एकदमै अब बर्बादै थियो भनौँ न है। अनि झन्डै तपाईँको 9 देखि 10 वर्ष मैले यो यस्तो ड्रग्स, यस्तो ट्याब्लेट है, यस्तो विभिन्न कुरोहरूमा मैले आफ्नो जीवनयापन गरेँ। अनि मैले गाउँलाई रुवाएँ, मेरो समाजलाई, मेरो परिवारलाई पनि रुवाएको व्यक्ति हो। अनि यस्तो भइसकेको अनि के भयो अब तपाईँले जुन चाहिँ भन्नुहुन्छ है म यसरी 10-12 वर्ष, तर तपाईँ कसरी चाहिँ फर्स्ट सिक्नु चाहिँ भयो, कति वर्षको उमेरमा र कसरी? कोही अब कतिले भन्छन् सङ्गतिले बिग्रिन्छ भन्छन् है, कतिले आफैले गर्दा पनि बिग्रिन्छ भन्छ। यसमा तपाईँ सङ्गतिलाई दोष दिनुहुन्छ कि आफैलाई? यो चाहिँ 50-50 मान्छु। सङ्गतलाई पनि दोष भन्दाखेरि सङ्गतको पनि कता न कतै प्रभाव पर्छ। अनि आफूमाथि पनि छ, आफूले नचाहे पनि सङ्गतसँग त्यो लाग्दा खादिन भन्दा कता न कतै सङ्गतको पनि प्रभाव पर्दो रहेछ। अनि म चाहिँ लगभग तपाईँको 17-18 को एजदेखि मैले स्टार्ट गरेको यो चाहिँ हजुर। पहिला चाहिँ केबाट सुरु गर्नु? सानैदेखि अब होइन, यस्तै चुरोटहरूदेखि है, यस्तो अब अलिअलि त्यो अब गाँजाहरू हुन्छ त्यस्तोदेखि खाँदै है, त्यहाँबाट अब माथिल्लो तहको जुन हुन्छ त्यहाँबाट चाहिँ स्टार्ट। पहिला चाहिँ चुरोटबाट सुरु गर्नुभयो? चुरोटबाटै स्टार्ट भयो। बेसी लत हुँदा र यो लत छुट्नलाई लगभग कति वर्ष लाग्यो? झन्डै मैले 9-10 वर्ष मैले स्टार्टिङ मैले यसलाई चाहिँ मैले रेगुलर राखेँ है। अनि मैले तपाईँको झन्डै 2018 देखि चाहिँ मैले टोटली यसलाई चाहिँ छोडेँ। अहिले चाहिँ 9 वर्ष रनिङ भएको छ हजुर। रनिङ है। अनि तपाईँसँग जो पनि यो अब तपाईँले अघि भन्नुहुँदै थियो है, जति सङ्गति थियो त्यो सबै अब तपाईँहरूको एउटा टिम थियो होला नि त, टोली थियो होला है, त्यसमा अरू कहाँ छन् त ती साथीहरू?
अरू साथीहरू भन्नुपर्दाखेरि है कतिजनाले त अब संसारै छोडेर गयो अनि यही ड्रग्सले नै यसले नै अनि कतिजना आफ्नो आँखाको अगाडि पनि उनीहरू डेड भएर गयो अनि कति त अहिले अब कहाँ कहाँ छन् मलाई थाहा छैन कति चाहिँ अब तपाईँको कतिजना चाहिँ मैले देख्दाखेरि है कतिजना चाहिँ राम्रो लाग्छ अहिले भेट्छु म हातहरू मिलाउँछ है बाहिरतिर प्रायः सिलगढीतिर दसैँ तिहारको छुट्टीतिर आइराखेको हुन्छ गाउँघरतिर भेट्छु मजाको हेल्दी भएको छ है खुसी लाग्छ अनि गलासला मिलाउँछु है उनीहरूलाई इन्करेज गर्छु आज हामी कहाँ पुग्यौ है त्यो क्षेत्रबाट भन्ने कुराहरू अनि खुसी पनि लाग्छ त्यो दृश्यहरू हेर्दै गर्दा आज र जिन्दगीमा कुनै यस्तो एउटा घटना जो चाहिँ तपाईँ अहिलेसम्म भुल्न सक्नु जिन्दगीमा एउटा घटना भन्दाखेरि चाहिँ सुकुनामा एकपल्ट डरलाग्दै हामीलाई अब मारेर पनि फ्याङ्थ्यो होला सायद है अनि सुकुनामा हामी लगभग 1 बजेको थियो हामी 3 जना थियौँ साथीहरू 3 तारिकको थियो उनीहरूको म नाम बताउन चाहिनँ अनि 2 जना अहिले बाहिरै छ है विदेशमै छ 2 जना साथीहरू अनि सायद उनीहरूले पनि हेर्छ होला मैले यो भिडियोलाई सेयर गरेपछि अनि हामी सुकुनामा थियो लगभग 1 साढे 1 हुनुपर्छ अनि हामी एकदमै माथि टन्नै भएको थियो अनि स्टेसनदेखि माथिपट्टि हामी त्यहाँनिर चाहिँ एउटा दोकानसँग हामी झगडा पर्न गयौँ अचानकै है अनि हातापाई भयो अनि उनीहरूले एकदमै स्वर मचाएर पुरै ग्रुप केटाहरू है एकदमै खुकुरीहरू एकदमै बोकेर हात हतियारहरू बोकेर हामीलाई खेद्यो हामी भाग्यौँ त्यहाँबाट है हामी फाइट परिरहेको थियो पहिला त 2-3 जनासँग फाइट परिरहेको थियो अनि 2-3 जनाले फाइट पर्दाखेरि उनीहरूले स्वर मचाउँदाखेरि चाहिँ सबै गाउँकोहरू आएर डन्ठाहरू बोकेर राति 1 बजी 2 बजीको पुरै भागेर तपाईँको त्यो इलापाल स्कुलको त्यो जुन नदी छ नदीलाई चाहिँ हामीले क्रस गरेर है हामी हिँडेर चाहिँ राति दार्जिलिङबाट अब 3-4 बजेको हुनुपर्छ त्यो चाहिँ अब म चाहिँ लाइफमा कहिले बिर्सिँदिनँ यो तपाईँको झन्डै 2008-9 को कुरा हुनसक्छ अनि त्यति बेला पुलिस प्रशासनहरूको डर लागेन तपाईहरुलाई त्यतिखेर अब पेट्रोलिङ त गरिरहेको थियो अब हामी चाहिँ लुक्दै भागिराखेको थियौँ किन भन्दाखेरि पेट्रोलिङले यदि हामीलाई भेटिहालेको भए त हामीलाई त त्यहाँनिर अब पुरै एकदमै उनीहरूले लट्ठी चार्ज गर्थ्यो यति राति झगडा परेर उल्टा सुकुना जस्तो जग्गामा हाम्रो एरियामा झगडा परेर भनेर उनीहरूले हामीलाई थानामा पनि थुन्न सक्थ्यो होला सायद पछि चाहिँ आफै अब समाजको लागि केही गर्छु भन्दै समाज सेवापट्टि लाग्नुभयो है हजुर अहिले चाहिँ अब म टोटली है हस्पिटल लाइनमा किन भन्दाखेरि मलाई अब सिलगढीमा धेरै नलेज पनि छ अनि जस्तो कि नर्सिङ होमको अहिले जुन प्रकारको लुटमार मचिरहेको छ हाम्रो पहाडको मानिसहरूलाई है तपाईँको अस्ति भर्खरै मैले एउटा भिडियो पनि हालेको थिएँ नर्सिङ होमहरूतिर है डरलाग्दो लुटमार मचिरहेको छ जुन दिन डिस्चार्ज हुन्छ त्यो दिनको पनि बिल थमाइदिइरहेको छ है अनि त्यसको एगेन्स्टमा म चाहिँ गएर देन एक्सन लिइहाल्छु है अहिले हाम्रै 3 तारिक एकजनाको स्टोन अपरेसन भइराखेको छ है त्यहाँनिर स्वास्थ्य साथी कार्ड चलाउनु मानेको थिएन त्यहाँनिर मैले भने त्यहाँ स्वास्थ्य साथी कार्डहरू चलिरहेको छ अहिले पनि स्वास्थ्य साथी कार्ड एक्टिभ नै छ है जसले हेरिराख्नु भएको छ त्यहाँबाट डायलिसिसदेखि लिएर यो किडनीको डायलिसिस अनि क्यान्सरको क्यामोथेरापी रेडिएसन अनि स्टोनको अपरेसन पनि स्वास्थ्य साथी कार्डबाट कुन चाहिँ हस्पिटल अहिले प्राय तपाईँको कति एउटा 100मा 50% हस्पिटलले एक्सेप्ट गर्दैन 50% हस्पिटलले एक्सेप्ट गरिराखेको छ जसले पनि तपाईँलाई हेरिरहनु भएको छ सुनिरहनु भएको छ उहाँहरूलाई केही सहयोग चाहियो भने तपाईँसँग सम्पर्क गर्न सक्छ मसँग हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ मेरोबाट जति सहयोग हुन्छ है हस्पिटल विषयमा मैले जानेको नलेज मैले जानेको बाटो हजुरहरूलाई म देखाउनु र तपाईँसँग सम्पर्क गर्दा तपाईँसँग कसरी सम्पर्क गर्न सक्नुहुन्छ म हजुरहरूलाई है सम्पर्क गर्दाखेरि म यहाँनिर नम्बर पनि मेरो WhatsApp नम्बर अनि मेरो कलिङ जुन नम्बर छ त्यो पनि म हजुरहरूलाई म भनिदिन्छु मेरो WhatsApp नम्बर कल गर्ने नम्बर 9476158569 मा तपाईँहरूले कल गर्नुभयो अथवा मेसेज गर्नुभयो भने म तपाईँलाई रेस्पोन्स गर्नेछु र कुन कुन क्षेत्रको लागि चाहिँ तपाईँ सहयोग गर्नुहुन्छ हुन त सेवाको लागि कुनै सिमाना हुँदैन भन्छ अनि त्यस्तै प्रकारले है सिक्किमको समेत पनि मान्छे आउनु भएको छ सिलगढीमा है उनीहरू जब कि नलेज नहुँदाखेरि हामी ठगिन्छु कि भनेर उहाँहरूले मलाई कल गरेर मैले उहाँहरूलाई ट्रिटमेन्ट गरेर समेत पनि पठाइदिएको छु हजुर र तपाईँ यति सेवा गरिरहनु भएको छ है अनि तपाईँ आफ्नो अरू केही व्यवसाय गर्नुहुन्छ कि कसरी यो सबै यताउता कुद्नु पर्यो अनि कसरी चाहिँ जीवनलाई सुचारू गरी सेवा सँगसँगै आफ्नो जीवन हजुर अनि यो एकदमै राम्रो प्रश्न गर्नुभयो म्यामले अनि धेरैले नै भन्नुहुन्छ है अब किन भन्दाखेरि बाइकमा तेल हालेर सिलगढी कुद्न पनि पानीले त कुद्दैन बाइकमा
तेल हाल्नै पर्छ है, 200 को तेल जान्छै जान्छ। अनि यसमा चाहिँ मलाई टोटली मेरो घरबाट है मेरो बाबाआमाले चाहिँ फुल्ली सपोर्ट गर्नुहुन्छ। किन भन्दाखेरि बाबाआमालाई पनि थाहा छ कि मेरो छोराले चाहिँ सही मार्ग अप्नाएको छ, राम्रो बाटो अप्नाएको छ भनेर बाबाआमाले चाहिँ मलाई फुल्ली घरबाट अहिले सपोर्ट गर्नुहुन्छ। त्यसभन्दा अघि चाहिँ म अब स्कुलमा टिचिङ गर्थेँ है, यो जलढाका बिन्दुको एमएसके स्कुलमा। त्यसपछि म नेपालमा पनि टिचिङ गरेँ। अनि त्यो टिचिङ गर्दै गर्दा मैले त्यहाँबाट पनि उफारेर मैले समाजसेवामा मैले त्यो पैसाहरू खर्चिरहेको हुन्थेँ। अहिले चाहिँ म टोटली अहिले टिचिङ गरेको छुइनँ, त्यसले गर्दाखेरि मलाई चाहिँ अहिले बाबाआमाले पुरै सपोर्ट गर्नुहुन्छ। र बाबाआमादेखि आफ्नो घर परिवारदेखि बाहिर कसै कुनै एनजिओहरूले, कुनै सङ्घ संस्था या त कुनै राजनीतिज्ञहरूले पनि तपाईँलाई सहयोग गर्नुहुन्छ? होइन, मलाई अहिलेसम्म चाहिँ त्यस्तो केही पनि छैन। अनि राजनीतिज्ञ भन्दाखेरि पोलिटिक्सदेखि त म धेरै नै टाढो बसेको मान्छे। अनि पोलिटिक्ससँग मेरो कुनै लिङ्क नै छैन। अनि तपाईँको एनजिओ समाज सेवा भन्दाखेरि चाहिँ अब जस्तो कि मैले कुनै भिडियोहरू, बिमारीको भिडियोहरू मैले फेसबुकमा लगाएपछि उनीहरूकै एकाउन्ट नम्बर दिन्छु अनि उनीहरूले नै उनीहरूकै एकाउन्टमा हालिदिन्छ। जस्तो कि भाइको पनि भिडियो बनाउँदाखेरि भाइकै एकाउन्ट नम्बर हालिदिएको थिएँ अनि भाइकै एकाउन्टमा है जतिले पनि हेर्नुभयो उहाँहरूले भाइलाई सहयोग गर्नुभएको छ। र तपाईँ धेरै सेवा गरिरहनु भएको छ है, यस्तोमा हाम्रो जोनाज्यू पनि तपाईँकै ठाउँको हुनुहुन्छ, यसरी उहाँलाई ती सामानहरू हालिदिनु भएको रहेछ। र यस्तोमा जोनाज्यूलाई अझ तपाईँ के सहयोग गर्न चाहनुहुन्छ? म चाहिँ भाइलाई पहिला पनि यहाँ आउँदाखेरि भनेको थिएँ, मेरो चाहिँ अब अब्रोडको है मैले इन्टरभ्यूहरू बसेँ युरोपको लागि। अनि अलमोस्ट मेरो सबै भइसकेको छ है। अनि म चाहिँ भाइलाई चाहिँ अब मेरो त्यहाँनिर जब लागेपछि चाहिँ म भाइलाई चाहिँ मन्थली है मेरोबाट कति हुन्छ अब होइन, जति म सक्छु भाइलाई चाहिँ म मन्थली चाहिँ म भाइलाई चाहिँ उसको एकाउन्टमा म सहयोग गर्छु भने मैले पहिला पनि भनेको थिएँ भाइलाई यहाँ आएर, म अब बाहिर जाँदैछु तँलाई म मजाले कस्तो प्रकारले हुन्छ म तँलाई सहयोग गर्छु भनेको थिएँ। आज तपाईँहरूको च्यानलद्वारा यो भन्छु कि भाइलाई मात्रै होइन मैले धेरैलाई है अहिले पनि कतिलाई मैले स्कुलमा है त्यो कुराहरू गरिदिइराखेको छु। अनि धेरैजना छ मैले सहयोग गर्नुपर्ने छ, त्यसले गर्दाखेरि अब मेरो अब्रोडको सायद म यहाँबाट जानुपर्छ। हजुर, त्यसले गर्दाखेरि त्यहाँ गएपछि चाहिँ म यस्तै असहाय पीडितहरूलाई नै हेर्छु भनेर एउटा माइन्ड सेट गरेर यहाँबाट जाने सोचेको छौँ। र जोना शेर्पाज्यूको लागि धेरै ठुलो सोच राख्नु भएको रहेछ है। यस्तोमा जोना शेर्पाको बारेमा तपाईँ अझ 2 शब्द के भन्न चाहनुहुन्छ? र उहाँलाई लिएर हाम्रो हेर्ने दर्शकहरू जो मेहनत गर्न डराउँछन्, जो केही छैन भन्छन्, उहाँहरूको लागि पनि के भन्न चाहनुहुन्छ? सम्पूर्ण है यो न्युज च्यानल हेरेर बसिरहनुभएका सम्पूर्णलाई म यही कुरो भन्छु कि भाइको टोटल्ली एउटा खुट्टा पनि चल्दैन, एउटा हात पनि चल्दैन। अनि यस्तो जोसपूर्ण है भाइले अगाडि बढिराखेको छ भने हाम्रो कतिजनाले है जिन्दगीदेखि हरेस खाएर हार खाएर सुसाइड जस्तो जीवनहरू जिराखेको छ है, सुसाइडहरू लिइराखेको छ, आत्महत्याहरू गरिराखेको छ। अनि उनीहरूलाई म यो कुरो भन्न चाहन्छु कि जीवन चाहिँ एउटा बहुमूल्य उपहार हो है, यसलाई चाहिँ कहिले व्यर्थ नफाल्नु। यहाँ भाइले त यस्तो कोसिस गरे, म जस्तो एउटा ड्रग एडिक्टले त आजको दिनमा यस्तो अरूलाई जीवन बचाउनको लागि हस्पिटलहरू कुदिराखेको छु भने तपाईँले पनि अवश्य सक्नुहुन्छ यो कामहरू गर्नको लागि। त्यसैले गर्दा जीवनलाई कहिले हार नखाएर यसलाई चाहिँ एउटा बाटो बनाएर यही हो तपाईँ अनि मैले पाएको उपहार, कहिले पनि हरेस नपाउँ। अनि कुलतमा फसिरहेकाहरूलाई उहाँहरूलाई पनि यही कुरो भन्न चाहन्छु कि अगाडि है हाम्रो अगाडि हेर्नु लाइफ डल्लै छ। अनि अगाडि सोचौँ कि म पनि के गर्न सक्छु भनेर अगाडि बढ्नुहोस्। अवश्य हरेक मानिसलाई दोस्रो अवसरको हक हुन्छ। सतीश राईको जीवन त्यसैको एउटा प्रेरणादायी उदाहरण हो। लागु औषध होइन, जीवन रोजौं, निराशा होइन, आशा रोजौं, परिवर्तन सम्भव छ यदि चाहना साँचो छ भने। यही सकारात्मक सन्देशका साथ आजको यस यात्राबाट बिदा चाहन्छौं। फेरि अर्को प्रेरणादायी यात्रा सहित भेटौँला। नमस्कार।